पहिला यो पृथ्वीमा हाम्रो कथा बस्नु पृथ्वीमा पानी थियो पानी थियो त्यो पानी पनि त्यतिकै उठ्यो के अरे यहाँनिर यो एउटा निष्पट्ट केही थिएन कि त्यसबेला हाम्रो यो मध्यम अनुसार चाहिँ कसरी भने त्यसबेला अनि बिस्तारै हावापानीहरू चल्न थाल्यो हावापानी चल्दा ओर्दा अनि त्यो यो उसबाटै सुर्वपतिम र मुक्तबेम भन्ने चाहिँ पहिले उनीहरूले जन्म लिए हो एउटा चराहरू जस्तो भएर अनि ती सँगै बस्दाखेरि उनीहरू आपसमा बिहा गर्ने कुरा आयो हो अनि बिहा गरेपछि त्यहाँबाट त्यसबेला चाहिँ 1-2 साल त बसे त्यो पछि उनीहरूको कुरा मिलेन झगडा गर्न थाले अनि कुटाकुट मारामार गर्दाखेरि त्यो कुटाकुट गर्दाखेरि अनि उसबाट ब्ल्याक्ची भन्छ रिस रागहरू गर्दाखेरि यो आँधी बेरी हावा पानी त्यहाँनिर त्यो हावा पानी आँधी बेरी आउँदाखेरि त त्यो रिस उठेको जस्तो नि त्यसबेला चाहिँ त्यसरी गर्दाखेरि हावा पानी आयो हावा पानी त्यो सबै त्यो आँसु खस्यो जब रुयो त्यो ऊ चाहिँ बुढिया चाहिँ रुँदाखेरि अनि त्यहाँबाट झरेको आँसुले समुद्र बनेपछि त्यहाँबाट अनि समुद्रमा चाहिँ झारपातहरू सबै त्यो आँधी बेरीले समुद्रमा चाहिँ झारपात भयो त्यो झारपात कुना थाल्यो कुनेबाट त्यहाँबाट किराहरू उत्पन्न भए ती किराहरूबाट अनि बिस्तारै विकास हुँदै अनि मान्छेको उसमा आयो अनि के अरे त्यहाँबाट ऊ मुथामा भन्छ त्यो मुथामा उत्पत्ति भए मुथामाले अनि त्यहाँबाट चाहिँ अब उसले बिहा गर्ने किन यो बिहा गर्नु भन्ने कुरा आफ्नो शरीर अनुसारको त्यसबेलादेखि नै थियो अनि म कसरी चाहिँ के गर्ने बिहा गर्नु पर्ने भन्दाखेरि यसो आकाशतिर हेर्दाखेरि आँधी बेरीदेखि त्यो आँधी बेरी उसले सास लिँदा उसको गर्भ बसेपछि अनिदेखि जुथामा मुथामा भन्छ गर्भ बस्यो त्यहाँबाट मियामा जन्मियो अनि मियामा जन्मेपछि त्यो पनि बस्दै गर्दै जाँदाखेरि के भयो भन्दाखेरि त्यो पनि तरुणी भएपछि उनले त आमालाई सोध्यो आमा तपाईँ कसरी बिहा गर्ने म त आकाशमा यसो हेरेको थिएँ म कसरी जन्मिएँ त होइन म त आकाशमा यसो हेरेको थिएँ अनि हेर्दाखेरि हावा बतास आयो सरर त्यसबेला मैले सम्झेको थिएँ कि मेरो शरीरवाले त्यस बेलादेखि मैले मेरो गर्भमा बसेपछि त जन्मेको होस् भने चाहिँ म पनि त्यसै गर्छु भने त्यो हावाबाट त्यो जुथामा मुथामा तेरो त माउली पर्छ त्यहाँ गर्नु हुँदैन भनेर चाहिँ आमाले त म के गर्नु भन्दाखेरि उसले चाहिँ अनि त्यत्तिकै त्यो उमेर पुगेको रे अनि घुम्दै जाँदा के चाहिँ गर्नु त भन्दाखेरि अनि त्यहाँबाट यो त्यो मियामाले चाहिँ 1-2 जनालाई चाहिँ त्यो अनि राति सुत्दाखेरि जलल त बिहान ब्याउनु पक्क शुक्र हुन्थ्यो नि धेरै जलमल अहो त्योसित अब बिहा गर्नु पाए त हुन्थ्यो भन्ने उसले सोचेर चाहिँ अनि मन पर्यो त्यो शुक्रलाई चाहिँ अनि शुक्र कि सूर्य त्यहाँबाट उसले के गर्यो भने त्यो मान्छेले अब केटा माग्न पठायो 2 जनालाई के को हेलीको भन्छ हाम्रो भाषामा 2 जना गए माथि पठायो त के अरे कोसेली लिएर त माथि गएर अनि बिचमा अरू पनि मान्छेहरू भेट्दै जान्छ अनि कहाँ हिँडेको हौ तिमीहरू भन्दाखेरि तल मियामा त बिहा गर्छौ भने अनि कहाँ खोमदामा उसकोमा रुवापा शिलापा भन्छ शिलापा भने बृहस्पति रुवापा भने त्यो शुक्रलाई भन्छ हाम्रो उसमा अनि उहाँ हिँडेको भन्दा उहाँ जाँदा त शुक्र त डाँडा काटिहाल्यो उता अनि त्यो बृहस्पतिले भेट्यो अनि बृहस्पतिले भेट्दाखेरि तिमीहरू कहाँ हिँडेको होइन हौ तल मियामाले हाम्रो चेलीले तँसित बिहा गर्ने अरे भनेर चाहिँ आएको लु जाउँ बिहा गर्नुपर्छ भनेर भन्दा म त होइन त त्यो तपाईँको चेलीले ऊ गरेको त अघि नै काटिसक्यो त शुक्र त भनेर त्यो होइन तँलाई नै तँ जानुपर्छ मलाई त मन पर्दैन उसको त गाड थिएछ क्या त्यो बृहस्पतिको त्यसले मलाई मन पर्दैन भरै ऊ रिसाउँछ म जानु होइन जानै पर्छ भनेर चाहिँ त्यहाँबाट लिएर झर्दाखेरि ऊ के अरे
त्यसमा अलिकति के छ भने त्यसले चाहिँ अब म पहिला योभन्दा अगाडिको चाहिँ के छ भने म बिहा गर्छु भने एउटा ठुटामा लगेर यो हाम्रो कपडाहरू बुनेको छ नि तान्ने हाम्रो घरेलु कपडा तान त्यो लुगा सुगा लगेर चाहिँ त्यो ठुटामाथि उसले ओढाइदियो ल त मान्छे भयो भोलि म तँसित बिहा गर्छु भनेर चाहिँ उसले भन्यो बेलुका अनि घरमा आयो अनि बिहान उज्यालो भएपछि जान्छ त त्यो मान्छे किन हुन ठुटाको ठुटै छ अनि फेरि तँ त यो त मान्छे भन् अरूको ठाउँ ऊ लगेर त्यसै गरी त्यहाँ मान्छे हो है त म बिहा गर्छु तँसित भन्दाखेरि भोलि त्यो पनि भएन अनि उसले त्यो कपडा उठाएर बोक्छु भन्दाखेरि टोफ्री भन्छ त्यो के थुन्से बोक्छु भन्दाखेरि ऊ छैन सामान छैन त्यहाँदेखि त्यो थुन्से त उसले लाट कोसेर बोबो भन्छ उसले बुन दिएर त्यहाँबाट पठाएको हुन्छ त्यो पछि मात्रै काम त्यो माथि पठाउँछ अनि माथि पठाउँछ त्यो बोले झर्दाखेरि अब मेरो बिहा हुने अब शुक्रसित भनेर चाहिँ अब ल्यायो भनेर बाहिर निस्क्यो त्यो यत्रो गाँड दिएको उसको पालो त्यो रिसले कपडा सौडा गयो भित्र पस्यो अनि बृहस्पतिले भन्यो अघि नै मैले भनेको होइन मन पर्दैन तपाईँहरूको त्यो मियामालाई मलाई मेरो गाँड छ भनेको होइन त भन्दा होइन अब के गर्ने हौ तपाईँले नि त भनेर अब ऊ गरेको लु ऊ पनि रिसायो त्यो बृहस्पति रिसाएपछि के गर्यो भन्दाखेरि यहाँ जति पृथ्वीमा पानी थियो नि सब पानीको माउनी उठाएर लग्यो आकाशमा अनि त्यो ऊ त रिस उठेर त्यतिकै अनि रात पऱ्यो सुत्दाखेरि त अनि सुतिरहेको त्यो बिउजिँदाखेरि त तिर्खा लाग्यो कहीँ पानी छैन पानीको मुल्नी उठाएर गयो बृहस्पतिले अनि त्यसले के गरिरहेको थियो भने एउटा उसमा यो रुखको टोडका हुन्छ नि त्यहाँनिर चाहिँ उसले पिसाब गरिरहेको थियो अनि सुतेको त्यो एउटा छिपुर्के चराले चाहिँ त्यहाँ उ गरेर त पानी नपाएपछि त्यसले त्यो पानीमा खेलेर अनि आउँदाखेरि त्यो सुतिरहेको थियो मारि पर्छ्याएको छ त्यो पर्छिँदाखेरि ऊ बिउजो आमा बिउजो तिर्खा लागेर लु छिपुर्के ऊ कहाँ छ पानी मैले त साह्रै तिर्खाले लाग्यो पानी खाउँ न भनौँ अनि घर पर वर्षमा भन्छ दुडमा छ अनि ल्याइदिएन तिर्खाला त्यो ल्याएर चाहिँ त्यो चरालाई खानिदिएपछि त्यसैबाट उसको गर्भ बसेपछि अनि दुनियाँ सबै जीव जन्तु सबै तिर्खाले हाहाकार भन्यो अनि त्यो मियामा भन्छ हाम्रो थुलुङ उसबाट त्यो परमेश्वर ईश्वर भनेको चाहिँ अनि तर माथिको लु न पृथ्वीमा त्यस्तो हाहाकार मच्यो पानी सानी केही छैन भन्दाखेरि अनि त्यहाँबाट लु त ठिकै छ म पानी पठाइदिन्छु र पानी उसले माउ पठाएपछि बल्ल अनि त्यो जमिनहरू पानीहरू सानी भयो अनि त्यो दिनदिनै त्यो मियामा भन्ने चाहिँ गर्भवती हुन थाल्यो गर्भवती भएर ऊ बिमारी भन्न थाल्यो बिमारी हुँदाखेरि अनि उसको आमाले भन्यो म त बिमारी हुन थालेँ के भन्यो ल त्यो पछि चाहिँ त्यो उसले आमालाई चाहिँ जोखाना आर्ते लिएर चाहिँ धामी झाँक्रीकोमा गयो अनि यो त सबै ठिक छ राम्रो छ यो भने अनि कसरी बिमारी भयो त अनि यो त सन्तान उत्पादन हुने कुरा भएको छ गर्भवती छ कसरी अनि त्यसो गर्दा त्यो सबैतिर त्यही कुरा आयो हो त्यो कुरा भएपछि अनि आएर उसको आमाले भन्यो तँ त बिमारी त होइन तँ त गर्भवती पो भइछस् भनेर चाहिँ आमाले भन्छ अनि उसको रिस उठ्यो कसरी म गर्भवती भएँ अब कसैसित बिहे गरेको छैन भन्ने कुरा नि अब बिहा गर्न ल्याएको मान्छे चाहिँ अब रिसले उठेर हिँड्यो त्यो उसमा टोड्कामा भएको पानी ल्याएर खानिदिएको थियो त्यसैबाट उसले गर्भवती भएपछि अनि पछिटाको महिना पुगेपछि अनि यो सबै झार जङ्गल योहरू रुखपातहरू सबै सृष्टि भयो त्यो अनि यसरी चाहिँ ऊ भयो नानीहरू जन्मियो मान्छे जन्मियो पहिले हाम्रो ऊ के अरे बाघ पछि भालु पछि मान्छे पछि बाँदर यस्तो जन्मे उसको त्यही मियामाको कोखबाट अनि सँगै बस्थे खान्थे तर बाघले चाहिँ खालि तर्साउने उसलाई हेप्ने गरेर चाहिँ त्यो उसले ल्याएको त्यो मान्छेले ल्याएको चाहिँ के अरे मान्छे चाहिँ सबै त जनावर भयो चार खुट्टा
भएको दारासितको बोत्तासितको तर मान्छे चाहिँ हाम्रो धनु काँडसँग सबै आफ्नो ऊहरूसित लिएर चाहिँ ऊ जन्मेको थियो त्यो जो ख्वाक्चिल भन्ने चाहिँ फेरि हो जन्मेको थियो अनि त्यो पछि उसले चाहिँ त्यो बाघ भालु त्यो हेप्ने भए भालुले पनि बाघलाई पहिले हेप्यो हेपेर अनि त्यो उसको सामानहरू सबै उसले मारेको शिकार खाइदिने बाघले अनि आमाले भन्यो आमा यो दाजुलाई चाहिँ सम्झाए न म धनुकाँडको पनि छिनाउँछु अनि भन्यो किन मैले उ गरेको सबै खाइदिन्छ अनि मैले अर्कोले खालो वन झाँक्रीले खायो भन्छ के जसले खायो भन्छ भनेर त सम्झाउनु है आमा भनेर त एक दिन त त्यसै गरी जङ्गलमा गए जङ्गलमा जाँदा शिकार खेल्न गए अनि त्यो उसले शिकार त्यो मान्छेले चाहिँ ख्वाक्चिलले चाहिँ शिकार खेलेर त्यहाँ लुकाइरहेको थियो अनि के गर्थ्यो यो दाइले खाँदो रहेछ कि उसले के साँच्चै नै वन झाँक्रीले खाँदो रहेछ भने उसको पाले माथि रुखको टुप्पोमा चढेर आफ्नो धनुकाँड लिएर बसेको थियो अनि गयो र हेऱ्यो हेर्दा त टिपेर खाना था अनि त्यो माथि रुखमा बस्दा उही त्यो घामको छायाले हल्लिएको देख्यो त्यो तल बाघले उसको पालो झम्छु त्यो छायालाई मलाई पो मार्न खोज्ने भने माथिबाट उसको पालो धनुकाँडले हानी पठायो अन्त कुकुरले कि त्यहाँ मार्थ्यो अनिदेखि गयो घरमा अनि आमाले सोध्यो खै त तेरो दाजु आउँदै होला नि अनि एकछिन दुईछिन भने आउँदैन खै त तेरो दाजु आएन त्यति बेला सबै राति आउँछ होला फेरि आउँदा पर्खे आउँदैन अनि साँच्चै तेरो दाजु कि मारिसिक्यो त अहिले हो मैले मार्थेँ पहिल्यै मैले भनेको होइन आमालाई त्यो ऊ म माथि झम्टिन्छ त्यसोले सम्झाउनै भनेको सम्झाउनु भएन ऊ मार्थेँ मलाई एकैचोटि मार्न आयो भनेपछि अन्त आमा चाहिँ रोँदै कराउँदै गएर चाहिँ कहाँनिर छ त्यो त्यहाँ मैले उसो के अरे सेउला थित्तै आएको छु त्यो त्यहाँ गएर हेर्नु भनेर भन्यो अनि मैले डोकोले छोपेको छु भनेर अनि जाँदा त साँच्चै नै छोरो मरिराखेको बाघ त अनि उसले रुँदै कुराउँदै के गर्छ पहिलेको हाम्रो रीति अनुसार उसले गीत गाउँदै 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 अनि छोराले उठाउनु त पर्छ अनि त्यो त उठ्यो अनि हाम्रो त्यो ऊ तान भन्छ नि डुवा भन्छौँ त्यसमा पानी हाल्नुपर्छ त्यो के कपडालाई त्यो खोयामा त्यो पानी लिएर त त्यो पानीले छर्किँदै गीत गाउँदै छर्किँदै जस्तै बुढाहरूले बेलुका उ गरे नि त्यस्तै उ गर्दै अनि पछि त उठ्यो हत्तरै कति लामो सुतेको एउटा तँ सुतेको त होइन त तँलाई त्यो तेरो भाइले मारेको त तैँले दाजुले के अरे भाइले तँ झम्टिस अरे पहिले नगरे भनेको होइन तैँले भने लु त्यसो भए आजदेखि म हाम्रो त्यो भाइसित मिनी भन्छ मान्छेले मिनीसँग मेरो भेटघाट नहोस् भने उसको पालो जङ्गल हिँड्छ अनि आमा म डाँडामा कराएँ भने तल खोल्सामा गएर खानु अनि खोल्सामा करायो भने डाँडामा गएर चाहिँ चापे टुपे भन्छ खानापिना त्यसरी चाहिँ उसले शिकार गरिराखेको हुन्छ अनि माथि करायो भने तल जानु पर्ने किन तल मारिराखेर माथि गएर चाहिँ आवाज गर्दै आमालाई गुरुङ गुरुङ गर्दै अनि त्यसरी खाने पछि त्यो गर्दा गर्दा छोरोको माया लागेर सँगसँगै हिँड्न थाल्यो सँगसँगै हिँड्दाखेरि त्यो सँगसँगै हिँडेपछि त्यो शिकार भेटेन छोराले गर्न पाएन अनि दुईजना आमा छोरा भोकले लन्ठो भए अनि एकजना आमाले साह्रै दुखेन एकछिन बसेर खै आमा तिम्रो जुम्रा हेर्छु भनेको आमाको जुम्रा कोल्टन्छ उल्टो पापीमन ठ्याप्प यो नसा सोरी भन्छ यसले ठ्याप्पबाट पुरिका मारिदियो आमालाई मारेपछि हिँड्यो जङ्गल अनि त्यो भालुको पालो आयो अनि त्यो मिनी भन्ने मान्छेले चाहिँ ख्वाक्चिलेको चाहिँ यता जाँदा त्यो खै उता आमा त आएन त ऊ कता गयो हेर त कहाँ गयो जाँदा त आमा त मरिरहेको अनि आयो घरमा आमा त भनेर लु त्यो के अरे बाघले त्यो दाइले मारेछ भने लु त्यसो भए गर उ गर त छोपछाप पारेर उयो के खाडल खनेर अब पुरपार गरेर आइज मामलाई भन्यो अनि ल भनेर गयो भालुले अनि जाँदा त
त्यो उसको के अरे त्यो लोभले नि त त्यो मांसाहारी चिज आमालाई त उसको पाल त खाना थालेछ अनि खायो धेरै बेर अनि यता भरे आयो अनि किन ढिलो आएको त अनि मैले उता खुट्टा छोप्छु हात निस्किन्छ हात छोप्छु खुट्टा निस्किन्छ त्यसले गर्दा ढिलो भयो भन्छ अनि उसको भुँडी डम बढ्दैछ अनि तैँले आमालाई खाइस् न होइन कहाँ खान्छु होइन खाइस् होला त होइन खाएको छैन खै तेरो दाँत देखा त यी गर्दा उसको आमाको टेस्ट चाहिँ दाँतमा त मुलाले त आमा खाइछस् भने उसको ढुङ्गाले त्यो सिलौटाउँछ नि ब्लङ टाउकोमा हानिपटा त्यहाँबाट ऊ आयो त्यो अनि गिडीहरू छरपस्ट त्यो पाहरू त्यहाँबाट उत्पन्न भए त्यहाँबाट चाहिँ हाम्रो के भने सोमरी भन्ने कुरा त्यहाँबाट मरणहरू नराम्रो काम भयो नि त रिसले हान्यो नि त हो अनि मऱ्यो अनि त्यो रिसले हानेपछि हाम्रो त्यहाँ कुवेपमा माइमा भन्ने कुरा आयो अनि त्यो भालुले चाहिँ मारेन तर त्यसको गिडी छरपस्ट भयो अनि उसको आमाले पहिले बाघले मारेको थियो नि त हो त्यहाँ कुवेपमा मार्यो त्यसरी अनि गर्दै जाँदाखेरि पछि त्यो अब एक्लै पऱ्यो त्यो उता पक्षीले त हो अनि त्यो बाँदर पनि अनि खाली चोर्ने खाइदियो त्यो खाली चोर त्यो अल्छे हुन्छ त्यो बाँदर न आफ्नो घर बनाउँछ न अर्काको घर राख्छ भनेको त्यही नि त्यो अनि त्यसलाई पनि केले भने दाबिलो ढेँडो मस्कन दाबिलो हुन्छ नि त्यसले त्याप्छ र हिर्काएपछि त्यो पनि भाग्यो अनि ऊ एक्लै बस्यो ऊ एक्लै भएपछि अनि छैन अनि एक्लै बस्यो अनि घुम्दै फिर्दै नै अब त्यस बेलाको जमाना चराचुरुङ्गीसँग मात्रै उनीहरूको हेलमेल गर्दै जाँदा दुईवटा चरा जाउक्लिउ भन्ने दुई बहिनी भेटे र अनि तिनजना उनीहरूले माइती मानेर मजाले अनि सँगसँगै बस्न थाले खाना थाले गर्दै जाँदाखेरि अनि ती दुई बहिनी पनि ठुलो भयो हो ठुलो भएपछि त उनीहरूले पनि बिहा गर्ने विचार भयो त्यो पछि उनी ठुलो भएपछि अनि कथा चाहिँ हामीले चाहिँ खास गरी अनि यो बुम भन्छौँ बुमले चाहिँ दुलो पारेर लु पानी भरेर यो भरेर आइछ है भनेर चाहिँ भाइले चाहिँ धारामा पठायो अनि तँ र म चाहिँ जाउँ है पहिला उडौँ भनेर दिदी भने सल्लाह गरेर त्यो भाइ हुँदै त कहाँ जान्छौ तिमीहरू भने सोध्दै भयो त्यसले अनि त्यो धारामा तलबाट दुलो पारेर बोमले दुलो पारेर अनि भरि तलबाट चुहेको हुन्छ पानी भरिँदैन गर्दा भरिएन यसो हेर्दा भएर चुने अनि त्यत्तिको घर फर्केर आउँदा दिदीहरू भेटेन अनि त्यत्तिको दिदीहरूले पनि छोडेर यता खोज्छ कसैले पत्ता लगाउन सकेन अनि त्यो भाइ चाहिँ अनि त्यहाँ उसको चाहिँ सबभन्दा हात हातेर धनुठो काँडाहरू बोकेर चाहिँ अनि घुम्दै अनि धनु काँड बोकेर चाहिँ सधैँभरि ऊ जान्थ्यो के अरे माछा मार्न जान्थ्यो त्यो बल्छी लिएर अनि जान्छ बल्छी हान्छ ढुङ्गा आउँछ बल्छी आउँछ त्यही ढुङ्गा आउँछ फेरि कति यो टिला ढुङ्गा मात्र आउँछ फाल्छ अनि बेलुकासम्म भएपछि त त्यो ढुङ्गै नै उसले बिदुरी भन्छ त्यो उसमा माछा बोक्ने त्यसभित्र हालेर ल्याएर घरमा ल्याएर चाहिँ त्यो छकर भन्छ हामी त्यहाँ राखेको छ त्यो छकरमा राख्यो छकरमा राखेर अनि फेरि बिहान सिकारमै गयो सिकारमा जाँदाखेरि त अनि घरमा सदा त आफैले बनाएर पकाउनु खानु पर्ने बेलुका त्यहाँ घरमा आउँछ खानापिना तयारी छ घर पनि सरसफाइ छ होइन यो कसले गर्छ मलाई आज यसरी खानाहरू पिनाहरू कुन चाहिँ त्यस्तो दयावान अनि त्यहाँ एउटा नजिकको बुढीले चाहिँ बाबु म पो बनाइदिएको अनि बिक्रीका त मिमा पछि भन्दा चाहिँ उसले अनि दुईजना मिलेर खाए त्यो धेरै दिन चलेपछि त्यहाँ अर्को जालीमा भने जो पनि एउटा हुन्छ नि त्यो दुश्मन पर्तिर अर्को बुढी बाबु यो बुढीले पकाएको त होइन त तेरो खानापिनाहरू सबै तेरो सरसफाइ गर्छ ऊ तैँले त्यो माथि छकरमा बाट निस्किन्छ एउटा केटी तेलले पकाएको पो त यो सरसफाइ गर्नु त्यो भयो त भनेपछि अनि के गर्छ मिमी भोलि बिहान त शिकार खेल्ने जस्तो आफ्नो धनठोको बोकेर हिँडे जस्तो गर अनि थपक्क त्यो कुनामा नाङ्लो र
अनि कुचो नाङ्लोले बेरिनु कुचो त पक्रिराख्नु अनि ऊ निस्केर चाहिँ उसले सरसफाइ गर्छ त्यसबेला ठ्याप्प हातमा पक्रिनु र भन्यो भने ए ल भनौँ अनि त्यसरी साँच्दैन भने रातभरि निन्द्राले को रहेछ यो के रहेछ नि उसले त्यो ढुङ्गा राखेर बिर्सिहाल्यो अनि बिहान अनि शिकारमा जाने ऊ टोपलेर चाहिँ अब बाहिर गएर लुक्यो त्यो नाङ्लो छेलिएर अनि ऊ त्यो लुङछिरिम चाहिँ फुट्ट छर्लङ्ग झऱ्यो घर गहना सबै चट्ट अनि आएर चाहिँ अब पहिले त छोरीचेलीले सधैँ बढार कुडार गर्ने अनि कुचो खोज्दै आउँदा त्यो नाङ्लो चाहिँ कुचो छोड्दा च्याप लुङ के अरे कक्चिडीले त्यो लुङछिरिमलाई पक्रियो मलाई तैँले यो यस्तो ठाउँमा फालिस मेरो करङ भाँच्यो उता फालिस मेरो हात भाँच्यो खुट्टा भाँच्यो मलाई नपक्रियो भनेर अनि उसलाई पकाइ खुलाइ मैले अब जानिनँ भनेर पकाइ खुलाइ गरेर चाहिँ त्यहाँबाट बिहा गरेँ हो बिहा गरेपछि बस्दाखेरि अब ओडारमा बस्ने ढोडामा बस्ने अनि लु कक्चिल पो लु घर बनाउनु पर्छ छोराछोरी हुन्छन् जन्मिन्छन् हामी कहाँ यसरी रुखमा टोड्कामा ओडातिर बस्ने घर बनाउनु पर्छ भनेर चाहिँ त्यो छोरी मान्छेले त्यो लुङछिरिमले भनेपछि अनि लु घर बनाउनु पर्छ गएर ऊ खाँबोले भन्यो अनि खाँबो त ल्याउनु त ल्याउ चोके बेर सिधा होइन यस्तोले त कहाँ अड्याउनु त्यहाँ उसमा अनि यस्तो चोकेर के कस्तो चोकेर बुझेन ऊ त्यो एउटा चरा हुन्छ अनि त्यो चराको पुच्छर च्यातेर भन्ने यस्तो पुच्छरको खाँबो जस्तो हुन्छ नि त्यो उसको चराको पुच्छर हे नि यस्तो छ नि पछाडि त्यस्तो खाले माथि टुप्पो भएको त्यो काटेर ल्याउनु भनेर उसले त्यो लुङछिरिमले भनेपछि अनि त्यही खालको रुख त्यो घोचा ल्याएर चाहिँ अनि त्यस बेलासम्म उसको नानी भइसकेको हुन्छ एउटा अनि उसले जति अब घर बनाउने जति गाड्छ अडिँदैन जति गाड्छ अडिँदैन अनि के भयो भने त्यो लुङछिरीले नानी बोकिरहेको थियो लुङछिरीमा दुईजना मिलेर गाड्छन् अनि यसरी गाड्छ त्यो पछाडिको बच्चा त्यो खपाटी सुट बस्छ अनि ठ्याक्कै त्यो खम्बो पनि जोइन हुन्छ हल्लिँदैन अनि त्यहाँबाट उनीहरू रुनु र कराउनु भयो अब भयो अब यहाँ नबसौँ जाउँ अर्को ठाउँमा हाम्रो छोरी 30भित्र पस्यो भनेर चाहिँ भन्दाखेरि अनि त्यो लुङछिरिमले चाहिँ भन्यो अब हेर न नरु नकर हाम्रो उमेर छ हाम्रो बालबच्चा हुन्छ नकारा र यो घर पनि छोडेर हामी यो छोरीले चाहिँ गाडी राखेर हामी कहाँ जानु यसको माया गर्नुपर्छ यहीँ नै बसौँ भनेपछि अनि छोराछोरी हाम्रो हुन्छन् हाम्रो केही भएको छैन हामी अरू पाउँछौँ दुःख मन नगरेर भने छोरी मान्छेले सम्झाएर अनि त्यो पछि हामी जहिले पनि घर नयाँ घर बनाएको छ भने वास्तु पूजा भने वाइलङमा भन्ने त्यहाँदेखि हाम्रो सुरु भएको नयाँ घर बनाउँदा त्यो वाइलङमा भन्छ अनि छेत्री बाहुनले वास्तु पूजा भन्छ त्यस बेला चाहिँ हामीले के गर्नुपर्छ खेली रुचि भन्ने हुन्छ त्यसले पाती खेली रुचि अनि चोखो मर्चा र एउटा भाले त्यो भालेलाई चाहिँ के गर्छ भने त्यो काट्ने पनि चिर्ने गरेर त्यो सबै मूल थाम अनि भित्ता हुँदै त्यो रगत लगाउँछ न अनि त्यो वाइलङमा त्योबाट सुरु भएको अनि हामीले वाइलङमा गर्छौँ त्यो पछिबाट अब गर्दै बस्दै लाँदाखेरि ओहो पित्र पो गर्नुपर्दछ भन्ने कुरा खालि सबै चिज छोरी मान्छेले त्यो हाम्रो घर राम्रो बनाउनु घर सबै चिज चाहिँ छोरी मान्छेले गर्छन् क्या छोरो मान्छे भने उनीहरूलाई चाहिन्छ अनि त्यो पछि त्यो के अरे उसमा छोरा दुई भाइ छोरा हुन्छन् अनि तिनीहरू चाहिँ आमा हाम्रो माउली कहाँ हो भनेर समुद्र फेरि धेरै दिन गयो हो भने हामी त्यहाँ जान्छौँ जाऊ अनि कसरी गइन्छ जुलुम्चुको चाहिँ लौरा पक्रेर जानु अनि त्यहाँ बाटोमा चाहिँ ढोकामा चाहिँ त्यहाँ ऊहरू पालेहरू बसेको छन् अनि कसको छोरा हो कहाँ हिँडेका हो भनेर हामी माउला आएको अनि को माउले कसको तिम्रो आमाको नाम के हो भने मेरो आमाको नाम लुङछिरिम त्यो भनेपछि तिमीहरूलाई छोडी पठाउँछन् भनेर अनि साँच्चै गएर अनि जाँदा समुद्रभित्र
अनि त्यो माछाहरूले धेरै सोधे कहाँ जाने हो कसको छोरी हो त लुङ छोरी किन त्यो खोलाबाट आएको थियो नि त ढुङ्गा के अनि उसको माइती त समुद्रमा पानी भयो अनि त्यहाँबाट हामी त्यही भएर हावा र आकाशको ऊ र पत्तलको पानीबाट हामी उत्पत्ति भएको ठुलोहरू भनेर त्यहाँ हुन्छ कि त्यो हो सृष्टिकर्ता हाम्रो अनि त्यहाँबाट जान्छ जाँदाखेरि यसै गरेर धुमधाम ऊ गरिरहेको हुन्छ सेग्रो यो वाङ सिली गरिरहेको हुन्छ ओहो नानी कहाँबाट आउँदा उनीहरूले बादलले चिनेन नि अब म त लुङ छिरिङको छोरा हुँ ए त्यसो त हाम्रो चेली पर्छ त चेलीको छोरा पर्छ भाना भन्छ लु आउँ बसौँ भनेर चाहिँ त्यस बेला अब रुचिमा भनेको र अहिले आउँदैछ त्यहाँ अघि देख्नु के अरे घ्याम्पा छ नि त्यहाँ हो त्यहाँबाट अनि उनीहरू चाहिँ धुमधाम ऊ गरेर हाम्रो भाना भन्छ भने माने अनि त्यहाँबाट खानपान गरेर अनि त्यहाँ माथि फर्क्यो अनि आमाले सोध्यो आमाले अनि बाबु बाजे बजूहरू के अरे माउलीहरू कस्तो रहेछन् त अमर आमा हौ त्यहाँ त यस्तो पितृ गरिरहेको छन् अनि मलाई त धुमधाम खानपिन गरेर सिरुपर गरेर गर्नुभयो हामी पनि गरौँ न आमा बाउ वाङ भनेपछि अनि हो त नि लु गर्ने हो भने अनि त्यो खप्तीले गरौँ है वाङ भनेर हुन्छ नि त गरौँ भनेर अनि त्यहाँबाट वाङको लागि बन्दोबस्त गर्न थाले अब कोदोहरू त्यहाँबाट यो के अरे मर्चाहरू बनाउन थाले कोदोहरू सबै गर्दै गरे अनि वाङ गर्न थाले अनि उसले सोध्यो त्यो लुङछिरिङले अनि तेरो दिदीबहिनी छैन खै पहिला त थिए छन् कि छैनन् कहाँ छन् भनेर अनि हङ गर्दा त छोरीचेली चाहिन्छ क्या आफ्नो मान्छेहरू खोजौँ न त खोज्नु पठाउँ कहाँ छन् कि भनेर अनि लुङछिरिङले भनेपछि अनि हिजो मैले भने पहिले जुम्रा पठायो जुम्रा पनि टिक्का टोक मार्थे अनि फेरि ऊ के अरे यो उपियाँ पठाए उपियाँ नि चोक्टाले भने टोक्यो भने त्यो पनि पिचिका मार्थे अनि ऊ एउटा उसले त्यो खक्चीले चाहिँ खबर लिएर आउँदो दिदी भनेर उसले पठाएको उतै हराए अनि बाख्राको बाटोलाई पठाए बाख्रा पाटो नाच्दै 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 उहाँ गएको त त्यो बाख्रा पाटो उपत्रै हुन्छ नि त तल र माथि उठ्दैन भेरबाट खस्टबाट आएको छ त्यो पाठा पनि आएन अनि त्यहाँबाट कुखुराको भाले पठायो कुखुराको भाले पठाउँदाखेरि अनि त्यो मरेको कारणले गर्दा बाख्राको मासु खाँदैन मरेको कारणले बाख्राको मासु खाँदैन त्यो हो त्यो अनि त्यहाँबाट कुखुरा कक्चिले कखरी कक्चिले हाम्रो भाइ त हामी त उहिले छोडी पठाएको अनि कहाँबाट यो ऊ अर्को चिप्लेप चाहिँ आएछ हाहा गर्दै अनि पालो त्यो कुखुराको पालो चाहिँ राम्रो लामो भालेको त रङ्गी बिरङ्गी प्वाख हुन्छ नि त्यो पछाडिको एउटा खसाउँदै कक्चिले भन्दै भाग्न थाल्यो अनि ती दुई पनि टिप्दै गर्दाखेरि ठ्याक्कै टिप्दै आउँदाखेरि त्यो उसले वाङ गरेको ठाउँमा आइपुग्यो उसको माइतीले वाङ गरेको अनि त हाम्रो माइती जिउँदै भने उनीहरू लास लाग्यो थियो पहिले उनीहरूलाई छोडेर गएको थियो नि त माइतीलाई अनि लास लाग्यो उनीहरू उठ्न खोज्दाखेरि चाहिँ यिनीहरूले खेलिरहेछ भने भकिम लोहरको चाहिँ बिस्कुट सुकाएर चाहिँ त्यो ती दिदीहरू गर्भवती थिए अनि त्यो अमिलो देख्न साथ उनीहरू त खान मन लाग्थ्यो अनि त्यो अमिलो भकिममा ठ्याक्क बस्दाखेरि उसको भाइले चाहिँ जालले छोप्यो अनि त्यहाँबाट राख्यो भाइ हामीले यस्तो गऱ्यौँ भनेर राख्यो अनि वाङ गरेर अनि सिली गरेको त्यहाँ पछि अनि सिली गरेको त्यहाँ जाउक्लिउ सिली भन्छ हाम्रो क्या छोरीले अनि सिली गरे अनि त्यो पछि उसले के गर्यो भन्दाखेरि अब जाने बेला भयो उनीहरूले आफ्नो 16वटा प्वाख
उखेलेर भाइको शिरमा शिर उपर गर्थे उनीहरूले शिर उपर गर्थे भाइ है तेरो शिर हामीले यस्तो गरेर हामी त फालेको शिर उपर तेरो भनेर चाहिँ दुई बहिनीले 16-16वटा प्वाख उखेलेर लगाइदिए टाउकोमा अनि त्यहाँपछि अनि उसको भाइले पनि उसलाई रिच्यो भन्ने कुरा त्यहाँ आयो अनि त्यहाँबाट दिदीले पनि मान मनितो गरेर खाना पिना दिएर चाहिँ अनि दिदीलाई दियो अनि खो अनि उ गरेर उनीहरू दिदीहरू आफ्नो बाटो गए अनि त्यस दिनदेखि नै हाम्रो रुचिमा सुरु भयो र 16वटा के भने हाम्रो कसै एउटा केटी माग्न गयौँ भने हाम्रो त्यहाँ पहिले 16 थान ताँबेबाट दिनु पर्थ्यो माइतीलाई त्यो कसैले त्यही लुङछिरिम उसले जाउ क्लिउ भन्ने दुई बहिनीले चाहिँ त्यो 16-16वटा प्वाख लगाइदिएको नि थियो नि माइतीलाई ऊ त्यही रित भयो न अहिले थुलुङको छोरी माग्न गयो भने हामी छोराबाट ऊ के अरे बेहुलाबाट चाहिँ 16 थान भाडा दिनुपर्छ थियो पहिला त्यसलाई चाहिँ कटौती गर्दै गर्दै 8वटा ल्याए 8वटा 4वटाले अहिले हामीले थुलुङमा हामी बिहा गरौँ 2टा त अनिवार्य चाहिन्छ रिचीमा हुन्छ अनि त्यो रिचीमा अघि भने उड्ने बेला रिचीमा हाम्रो छोरी चेली दिने रिच्यो भनेको चाहिँ छोरी चेली अनि त्यसरी उडेर 30 महिनादेखि चाहिँ हाम्रो रिचीमाको रित आयो अनि त्यो 16 थान भाडाको रित पनि त्यसै बेला आयो त्यसो गरेर अनि त्यहाँदेखि नै रित चल्न थाल्यो अनि पछि मरौ परो पर्यो अब मान्छे भएको त्यो मर्छ होइन ढुङ्गा माटो मर्दैन मान्छे त मर्छ अनि त्यो मान्छेहरू धेरै शाखा सन्तान मरेपछि त अब थाहा थिएन लाँदै गाड्दै गर्थे अनि कोही त त्यत्तिकै लडिरहेको हुन्थ्यो अनि एउटा यो तितिरङमा भन्छ यो घर छेपारो हुन्छ नि टाँसीको सानो अनि उसले हेर जिउँदो पनि मरेको पनि सँगसँगै बसिरहेछन् अनि त्यहाँबाट त उसले चाहिँ माथि हाम्रो मियामा के अरे उसलाई हाम्रो भगवान्लाई चाहिँ गएर सोध्न थाल्यो होइन हौ मियामा भनौँ हाम्रो मैले भुलेँ हाम्रो पनि भगवान् तल जिउँदो र मरेको त सँगसँगै बसेको छन् के हो त्यो त छुट्टिएन नि जिउँदो र मरेको त त्यसो गर्छन् अनि के गर्नुपर्छ तिनीहरूले गएर भन् त्यो जिउँदो मान्छेले भन् तिमीहरू सँगसँगै बसेका छौ त्यो जिउँदो मान्छेले देख्दैन नि उसले त सँगै छौँ भनेर अनि चालहरू गरिन्छ डाङडाङ डुङ्डुङ गर्छ मात्रै त्यो उसले देख्दैन अनि त्यो पछि त्यहाँको घुरेर त कहाँ डिस्टर्ब मरेको मान्छे अनि त्यो छेपाराले चाहिँ गएर भगवान्ले सोधेछ यस्तो लु अब मरेको मान्छे त्यसरी कसरी जान्छ भन्दाखेरि त्यसलाई गुवालो पुम्चो भन्छ धान भात पकाएर डल्लो बनाएर अनि त्यसलाई दिनु अनि तल उसमा के अरे चिची भन्छ तल गरेर त्यसलाई राख्नु अनि ढुङ्ग्रोमा 2टा ढुङ्ग्रो बाँसको उल्टोले काटेर त्यसमा मर्चा पानी हालिदिनु र उसले खुवाउनु अनि त्यो पछि लगेर चियान बनाउनु त्यो पानीले त्यो मर्चा पानीले चोख्याउनु अनि त्यहाँ चियान खनेर त्यसले मजाले पुर पार गरेर घरमा आएर चाहिँ त्यसले स्विम गरेर घरमा आएर चाहिँ त्यसको क्रिया गर्नु त्यो त्यहाँबाट मरेको माछेको छुट्टिन्छ भनेपछि अनि त्यही गरेँ कि यसो भनेको त भगवान्ले त्यो अनि त्यो तुर्याएको त्यो छेपाहरूले त्यो भनेपछि अनि हाम्रो मर्दा पर्दा कसरी गाड्नुपर्छ के भन्नुपर्छ भने ल दुःख चाल नगर तेरो जन्म यति तैँले जन्मिस तेरो भाग्य तकदिर यति छ दुःख नमान आफ्नो ठाउँमा जा भोलि पर्सि हामी बोलाउँदाखेरि आइज भनेर त्यो ऊहरू डापेमा बोलाउने कामहरू आउँछ क्या नाममा अनि नागी भनेर पछि नाम आउँछ र त्यहाँदेखि सुरु भएको हाम्रो थुलुङ सामाको चाहिँ यो छ कि कथावस्तु अलिकति कति पहिले टेढामेढा छ आखिरी कुरा चाहिँ
त्यसरी चाहिँ हाम्रो टुलुङ समाजका शेखरको पनि मैले कुरा गरेँ होइन, रिचमा पनि कुरा गरेँ, यता उसको बिहामा सोह्रथान भाँडाको कुरा पनि गरेँ होइन। हो त्यही हो हाम्रो कथा वस्तु। हस् धन्यवाद हजुर।